उत्तर कोरियाको आकाश न हिजो शान्त थियो न त आज। अब त यहाँको समुद्र पनि खतराले भरिएको छ। यो कुनै सामान्य देश होइन, यो एक यस्तो बारुदको भाँडो हो जुन कुनै पनि बेला विस्फोट हुन सक्छ। विचित्र शक्तिको पर्याय बनेको उत्तर कोरियामा युद्धको तयारी कहिल्यै रोकिँदैन। कुनै समय आकाशमा मात्र सीमित युद्धको तयारी अब समुद्रको गहिराईमा डुबुल्की मार्दैछ। एक नयाँ युद्धपोतको निर्माण, हाइपरसोनिक मिसाइल परीक्षण, आत्मघाती ड्रोन अनि रुसको सैन्य सहयोग, यी सबैले एउटै दिशातर्फ इशारा गरिरहेको छ, त्यो हो भयानक युद्धको तयारी। अब यहाँ प्रश्न उठ्छ, यो केवल उत्तर कोरियाको शक्ति प्रदर्शन हो या रुसको छायामा लुकेको एउटा सुनियोजित नयाँ युद्ध प्रारम्भ? दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी 140 मिटर लामो युद्धपोत, हाइपरसोनिक मिसाइल, एआई सञ्चालित आत्मघाती ड्रोन र रुसी प्रविधिको सहयोग, के यो सारा तयारी एक नयाँ विश्व युद्धको संकेत हो? आज हामी यही विषयमा विशेष चर्चा गर्नेछौं। उत्तर कोरियाको नाम सुन्ने बित्तिकै दिमागमा एउटा चित्र आउँछ, क्षेप्यास्त्र परीक्षण, आणविक बमको धम्की र किम जोङ उनको रहस्यमय मुस्कान। यो कुनै संयोग होइन। वर्षौंदेखि यो राष्ट्रले आफूलाई विश्वबाट अलग राखेर आफ्ना जनतालाई चरम गरिबी र दमनमा राखेर एउटै लक्ष्यमा केन्द्रित गरेको छ, सैन्य शक्ति। प्राय प्रत्येक महिना उत्तर कोरियाले नयाँ र डरलाग्दो हतियारहरू सार्वजनिक गर्दै आएको छ, जसले विश्व समुदायलाई सधैँ चकित र भयभीत बनाउँछ। यो अप्रिलमा आएको खबरले त झन विश्वभरि चिन्ताको नयाँ लहर सिर्जना गरेको छ। प्योङयाङबाट करिब 60 किलोमिटर दक्षिणमा अवस्थित नाम्पो शिपयार्ड, जहाँ यो युद्धपोत निर्माण भइरहेको छ, त्यो स्थान अब विश्वको ध्यानको केन्द्र बनेको छ। स्याटेलाइट तस्बिरहरूले देखाए अनुसार यो युद्धपोत करिब 140 मिटर लामो छ। यो आकारले नै यसको भयावह क्षमताको संकेत दिन्छ। यो विश्वकै सबैभन्दा ठूलो फ्रिगेट भन्दा केवल 10 मिटर मात्र छोटो छ र यो उत्तर कोरियाको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत हो। यो केवल एउटा जहाज मात्र होइन, यो किम जोङ उनको बढ्दो महत्वाकांक्षा र विश्वलाई चुनौती दिने उनको दृढ संकल्पको प्रतीक हो। विशेषज्ञहरूका अनुसार यो विशाल युद्धपोतमा ठाडो प्रक्षेपण प्रणाली जडान गरिनेछ। यो प्रविधिले यसलाई ब्यालिस्टिक मिसाइलहरू समुद्रबाटै प्रक्षेपण गर्न सक्षम बनाउँछ। समुद्रको गहिराईबाट अचानक निस्कने एउटा मिसाइल जसले कुनै पनि लक्ष्यलाई ध्वस्त पार्न सक्छ। यो क्षमताले उत्तर कोरियाको नौसैनिक शक्तिमा नयाँ युगको सुरुवात गर्नेछ, जसले यसअघि जमिनमा सीमित रहेको मिसाइल खतरालाई अब समुद्रमा पनि फैलाउनेछ। यसले दक्षिण कोरिया, जापान र अमेरिकाका लागि नयाँ सुरक्षा चुनौती खडा गर्नेछ र प्रशान्त क्षेत्रमा तनावको स्तरलाई अझ बढाउनेछ। यो नयाँ युद्धपोतको निर्माणले उत्तर कोरियाको सैन्य आधुनिकीकरणको गतिलाई स्पष्ट पार्छ, जुन दशकौंदेखि विश्व समुदायका लागि चिन्ताको विषय बनेको छ। हाइपरसोनिक मिसाइल र रुसी गठबन्धनको परिणाम। जनवरी 2025 मा उत्तर कोरियाले हाइपरसोनिक ब्यालिस्टिक मिसाइल परीक्षण गरेर विश्वलाई अर्को झट्का दियो। यी मिसाइलहरू यति तीव्र गतिमा यात्रा गर्छन् कि तिनीहरूलाई रोक्न लगभग असम्भव मानिन्छ। ध्वनिभन्दा कैयौं गुणा छिटो उड्ने यी मिसाइलहरूले शत्रुको प्रतिरक्षा प्रणालीलाई छल्न सक्छन् र आफ्नो लक्ष्यमा विनाशकारी प्रहार गर्न सक्छन्। यसको अर्थ हो, यदि उत्तर कोरियाले यी मिसाइलहरू प्रहार गरे, त्यसलाई रोक्नका लागि विश्वका कुनै पनि देशसँग त्यस्तो प्रविधि छैन। यो क्षमताले विश्वको सुरक्षा ढाँचालाई नै परिवर्तन गरिदिन्छ, किनकि अब कुनै पनि राष्ट्र पूर्ण रूपमा सुरक्षित छैन भन्ने सन्देश उत्तर कोरियाको पछिल्लो हाइपरसोनिक मिसाइल परीक्षणले संकेत दिएको छ। उत्तर कोरियाको यो परिवर्तनले खतराको आयामलाई अझ फराकिलो बनाएको छ, किनकि जमिनको तुलनामा समुद्रमा लुकेको युद्धपोतबाट गरिने प्रक्षेपण पत्ता लगाउन र त्यसलाई रोक्न अझ कठिन हुन्छ। समुद्रको गहिराईमा लुकेको एउटा पनडुब्बी वा युद्धपोतबाट प्रक्षेपित हाइपरसोनिक मिसाइलले कुनै पनि देशलाई अचानक र अप्रत्याशित रूपमा आक्रमण गर्न सक्छ, जसले विश्वलाई सधैँ एउटा अदृश्य खतराको डरमा बाँच्न बाध्य बनाउँछ। यो भयावह योजनामा रुसको भूमिका महत्वपूर्ण देखिन्छ, जुन विश्वका लागि अर्को चिन्ताको विषय हो। सन् 2024 को जुन महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गरेसँगै उनले किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। यो सम्झौता अनुसार दुवै देशले एक अर्कालाई युद्धमा सहयोग गर्नेछन्। यो कुनै सामान्य सम्झौता होइन, यो एक यस्तो गठबन्धन हो जसले विश्वमा नयाँ शीत युद्धको संकेत दिन्छ।
रूस जो आफै पश्चिमा राष्ट्रहरूसँगको तनावमा छ, उसले उत्तर कोरियालाई सैन्य प्रविधि र सहयोग प्रदान गरेर आफ्नो प्रभाव विस्तार गरिरहेको छ। रिपोर्टहरूका अनुसार उत्तर कोरियाले निर्माण गरिरहेको नयाँ युद्धपोतमा रूसी प्रविधिको प्रभाव प्रष्ट देखिन्छ। यसले उत्तर कोरियाको सैन्य आधुनिकीकरणमा रूसको प्रत्यक्ष योगदान रहेको पुष्टि गर्छ, जसले प्योङयाङलाई अझ शक्तिशाली र खतरापूर्ण बनाइरहेको छ। यो गठबन्धनले क्षेत्रीय स्थायित्वलाई मात्र होइन, विश्वव्यापी शान्तिलाई पनि गम्भीर खतरामा पारेको छ। रूस उत्तर कोरिया गठबन्धनले संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूलाई कमजोर बनाएको छ भने आणविक अप्रसारको प्रयासमा बाधा पुर्याउने हुँदा यसले विश्वलाई अझ अस्थिर बनाउन सक्छ। उत्तर कोरियाको एआई सञ्चालित ड्रोनको खतरा। मार्च 2025 मा किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाले एआई प्रविधियुक्त आत्मघाती ड्रोन सार्वजनिक गर्यो। यो खबरले विश्वभरि नयाँ प्रकारको भय सिर्जना गरेको छ। यी ड्रोनहरूलाई विशेषज्ञहरूले रूसी प्रविधिको नक्कल मानिरहेका छन् र दक्षिण कोरियाले पनि यी उपकरणहरूमा रूसी प्रविधिको संलग्नता रहेको आशंका व्यक्त गरेको छ। एआई सञ्चालित आत्मघाती ड्रोनहरूले युद्धको मैदानमा नयाँ आयाम थप्छन्। यी ड्रोनहरूले मानव हस्तक्षेप बिना नै लक्ष्य पत्ता लगाउन, पहिचान गर्न र आक्रमण गर्न सक्छन्। स्वार्म ड्रोन टेक्नोलोजीमा आधारित यस्ता ड्रोनले आकाशमा सयौं वा हजारौं ड्रोनहरूको झुण्ड बनाई शत्रुको प्रतिरक्षा प्रणालीलाई छल्दै विनाशकारी प्रहार गर्ने गर्छन्। यो प्रविधिले युद्धको परम्परागत परिभाषालाई नै परिवर्तन गरिदिन्छ र मानव जीवनको लागि अझ ठूलो खतरा सिर्जना गर्छ। यी ड्रोनहरूले उत्तर कोरियाको सैन्य क्षमतालाई अझ घातक बनाउँछन्। यदि यी ड्रोनहरू सामूहिक रूपमा प्रयोग गरिए भने तिनीहरूले ठूलो मात्रामा क्षति पुर्याउन सक्छन् र शत्रुलाई प्रतिकार गर्ने मौका पनि नदिन सक्छन्। रूसबाट प्राप्त प्रविधिले उत्तर कोरियालाई अत्याधुनिक युद्ध प्रणालीमा पहुँच दिएको छ, जसले यसलाई विश्वका अन्य शक्तिशाली सैन्य शक्तिहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ। यो विकासले क्षेत्रीय शक्ति सन्तुलनमा गम्भीर असर पार्छ र भविष्यका युद्धहरू कति भयावह हुन सक्छन् भन्ने चिन्ता बढाउँछ। एआई सञ्चालित हतियारहरूको प्रयोगले युद्धको नैतिकता र नियन्त्रणमाथि गम्भीर प्रश्न उठाउँछ। यदि यी ड्रोनहरूले गलत लक्ष्यमा आक्रमण गरे वा नियन्त्रण बाहिर गए भने के हुन्छ? यो प्रश्नले यति बेला विश्व समुदायलाई एउटा नयाँ र अदृश्य खतराको सामना गर्न बाध्य बनाएको छ। हतियारको होडबाजी र क्षेत्रीय ध्रुवीकरणको परिणाम। पछिल्ला दिनहरूमा उत्तर कोरियाले आफ्नो सैन्य क्षमतामा निरन्तर सुधार गर्दै आएको छ, जसमा मिसाइल, ड्रोन, युद्धपोत लगायतका हतियारहरू समावेश छन्। यो सबैले स्पष्ट रूपमा किम जोङ उनले केही ठूलो योजना बनाइरहेका छन् भन्ने संकेत दिन्छ। उनको लक्ष्य केवल आत्मरक्षा मात्र होइन, बरु यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने र विश्वलाई आफ्नो शक्ति देखाउने पनि हुन सक्छ। यो स्थितिले दक्षिण कोरियालाई अमेरिका र जापानसँग अझ नजिक बनाएको छ। सियोल र टोकियोले आफ्नो रक्षा क्षमतामा वृद्धि गर्ने योजना बनाइरहेका छन्, जसमा वाशिंटनबाट थप हतियार खरिद गर्ने योजना समावेश छन्। यसले यो सम्पूर्ण क्षेत्रलाई हतियारको होडको दुश्चक्रतर्फ धकेलिरहेको छ। जब एक राष्ट्रले आफ्नो सैन्य शक्ति बढाउँछ, तब त्यसका छिमेकी राष्ट्रहरू पनि आफ्नो सुरक्षाका लागि हतियार बढाउन बाध्य हुन्छन्। यो एउटा अनन्त चक्र हो जसले तनाव र द्वन्द्वको जोखिमलाई बढाउँछ। दक्षिण कोरिया र जापान, जो उत्तर कोरियाको प्रत्यक्ष खतरामा छन्, उनीहरूले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु स्वाभाविक हो। तर यसले क्षेत्रीय ध्रुवीकरणलाई अझ तीव्र बनाउँछ, जहाँ एकातर्फ उत्तर कोरिया र रूस छन् भने अर्कोतर्फ दक्षिण कोरिया, जापान र अमेरिका छन्। यो ध्रुवीकरणले यस क्षेत्रमा कुनै पनि सानो घटनालाई पनि ठूलो द्वन्द्वमा परिणत गर्न सक्ने सम्भावना बढाउँछ। इतिहास साक्षी छ, यस्ता हतियारका होडबाजीले सधैँ विनाश मात्र ल्याएको छ। यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी सुरक्षालाई पनि गम्भीर खतरामा पारेको छ। अमेरिकाको इन्डो पेसिफिक रणनीति। त्यसो त चीन र उत्तर कोरियाको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका पनि यति बेला आफ्नो इन्डो पेसिफिक रणनीतिमा विस्तार गर्दैछ। जापानमा नयाँ युद्ध कमान्ड स्थापना हुँदैछ, जुन डोनाल्ड ट्रम्पको चीन विरुद्धको रणनीतिको हिस्सा हो, तर यसले उत्तर कोरियालाई पनि लक्षित गर्छ। अमेरिका जापानमा थप सैनिक र आधारहरू स्थापना गर्न चाहन्छ, जसका विशेष गरी दुई कारण छन्। पहिलो कारण अन्तर्गत ताइवान वरिपरि चीनको बढ्दो सैन्य अभ्यास रहेको छ र दोस्रो कारण रहेको छ उत्तर कोरियाको तीव्र सैन्य विस्तार र हतियारको विकास, जुन अमेरिकाका लागि खतराको संकेत हो।
ताइवानलाई लिएर चीन र अमेरिका बीचको तनाव बढिरहेको बेला उत्तर कोरियाको सैन्य विस्तारले यस क्षेत्रको भूराजनीतिक समीकरणलाई अझ जटिल बनाएको छ। अमेरिकाले जापानमा आफ्नो सैन्य उपस्थिति बढाएर चीन र उत्तर कोरिया दुवैलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ। तर यसले यी राष्ट्रहरू बीचको तनावलाई अझ बढाउन सक्छ र अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ। जापानमा अमेरिकी सैनिकहरूको उपस्थिति र नयाँ युद्ध कमान्डको स्थापनाले यस क्षेत्रमा सैन्य गतिविधिलाई अझ तीव्र बनाउनेछ, जसले युद्धको सम्भावनालाई सधैँ छायामा राख्नेछ। यसले यस क्षेत्रमा सैन्य टकरावको जोखिमलाई बढाउँछ र विश्वव्यापी शान्तिलाई अस्थिर बनाउँछ। यी सबै घटनाक्रमहरूले एउटा गम्भीर प्रश्न खडा गर्छ के उत्तर कोरियाको शक्ति प्रदर्शन रुसको छायामा लुकेको सुनियोजित युद्धको तयारी हुन सक्छ? उत्तर कोरियाले गरिरहेको यो सैन्य प्रदर्शन केवल उसको शक्ति देखाउने प्रयास मात्र हो या रुसको छायामा लुकेको एउटा सुनियोजित नयाँ युद्ध प्रारम्भको तयारी? यो प्रश्नले विश्व समुदायलाई गहिरो चिन्तामा डुबाएको छ। रुस युक्रेन युद्धले विश्वमा भूराजनीतिक समीकरणलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। रुस पश्चिमा राष्ट्रहरूबाट एक्लिएको अवस्थामा उत्तर कोरिया जस्ता राष्ट्रहरूसँगको गठबन्धनलाई आफ्नो रणनीतिक आवश्यकताको रूपमा लिएको छ। उत्तर कोरियाका लागि पनि रुसको सहयोग एक महत्वपूर्ण अवसर हो, जसले उसलाई प्रतिबन्धहरूबाट बच्न र सैन्य प्रविधिमा पहुँच प्राप्त गर्न मद्दत गरिरहेको छ। यदि यो साँच्चै नै रुसको योजनाबद्ध नयाँ युद्धको हिस्सा हो भने यसका परिणामहरू विश्वव्यापी हुन सक्छन्। रुसले उत्तर कोरियालाई प्रयोग गरेर एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउन सक्छ, जसले अमेरिका र उसका सहयोगीहरूलाई विचलित पार्नेछ। यसले युक्रेनमा रुसको सैन्य कारबाहीबाट ध्यान हटाउन पनि मद्दत गर्न सक्छ। उत्तर कोरियाको आणविक क्षमता र रुसको सैन्य प्रविधिको संयोजनले विश्वलाई एउटा नयाँ र डरलाग्दो खतराको सामना गर्न बाध्य बनाउँछ। उत्तर कोरियाको आकाश र समुद्रमा देखिएको सैन्य सक्रियता केवल किम जोङ उनको शक्ति प्रदर्शन मात्र होइन, विश्व व्यवस्थामा गम्भीर खतरा उत्पन्न गर्न सक्ने पूर्व सूचना समेत हो। विशाल युद्धपोत, हाइपरसोनिक मिसाइल र एआई सञ्चालित आत्मघाती ड्रोनको विकासले किमको महत्वाकांक्षालाई झल्काउँछ, तर रुसको रक्षा सम्झौता र चीनको अप्रत्यक्ष समर्थनले यी गतिविधिहरूलाई भू राजनीतिक योजनाको हिस्सा बनाइरहेको छ। उत्तर कोरियाको यस्ता कदमहरूले क्षेत्रीय हतियार होडलाई तीव्र बनाउँदै लगेको छ, जसले दक्षिण कोरिया, जापान र अमेरिकालाई रक्षा वृद्धि गर्न बाध्य बनाइरहेको छ। यसरी हतियारको होडबाजी र क्षेत्रीय ध्रुवीकरणको परिणामले अन्ततः भयानक युद्धको जन्म हुन सक्छ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा शेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक जानकारी लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।